डियर बालेन, अब तिमी डियर हुन छाडेकी छौ। खोइ कहाँबाट सुरु गरौं यो अन्तिम प्रेम पत्र। तैपनि तिमीलाई सर्वप्रथम त नयाँ जीवनको लागि शुभकामना। खबर पाएपछि हिम्मत जुटाएर तिमीलाई यो प्रेम पत्र लेख्दैछु। थाहा छ डियर बालेन, यी प्रेम पत्रहरू कोर्दै गर्दा मेरा मनहरू श्रमदान गर्दा बोक्ने ढुङ्गा भन्दा भारी लागेको छ। तिम्रा सम्झना र यादहरूले मलाई पाइप ताने चाहिँ तानिरहेको छ। केही दिनदेखि तिम्रा बारेमा खबरहरू सुनिरहेको थिएँ, तर विश्वास लागेको थिएन। आज एका बिहानै भालेले डाको छोड्नुभन्दा पहिला मलाई डाको छाड्ने बनायो। पहिरो गएको उराट पाखा झै मनमा दुवै मिलेर मायाको वृक्षारोपण गरेका थियौं। आज एक्कासी उखालेर तिमीले अर्कैलाई अँगालो हालेको खबर सुनेपछि सुर्दु खोला र कोका खोलाबाट जति पानी बगेर गयो त्योभन्दा धेरै मेरो आँखाबाट आँसु झरेर गयो। तिमीलाई भुल्न मैले के गरिन। तिमीलाई भुल्न कैयौं पटक ग्रिन टीहरू खाए, गिटार ल्याएर झ्याङ झ्याङ बजाए, स्टाटसमा बरबराए, तर मनमा शान्ति मिलेन। तिमीलाई याद छ म तिम्रो मायामा कस्तो थिएँ? अस्ति भर्खर जस्तो लाग्छ तिमीले पनि मलाई सम्बोधन गरेर तिमी जतिसुकै रिसाए पनि म तिमीलाई माया गर्न छाड्दिन डियर अर्क, आई लभ यू भनेको। सायद तिमीले त अब भुलिसक्यौ होला। नभुल्नु पनि कसरी? म त गाउँले केटो न परे। अमेरिकाबाट आएको केटो पाएपछि म जस्तो गाउँले केटो कहाँ मन पर्छ र तिमीलाई? ठिकै छ, तर तिमीले मलाई आई लभ यू भनेको शब्द अहिले पनि मेरा मन मस्तिष्कमा र कानमा गुन्जिरहेका छन्। मानौ एकसाथ करोडौं बेलचाहरू चलेर आवाज आइरहेका छन्, खट्याङ 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 खट्याङ। डियर बालेन, तिमीले भन्थ्यौ नि म त मायाको पुजारी हुँ। हो रहेछ, आज घण्टी समाएपछि प्रमाणित नै भयो। म तिमीलाई सोध्न चाहन्छु कि तिमीले साँच्चै खोला तरेर लौरो बिर्सिएकै हो? तिमीले कैयौं पटक भन्ने गर्थ्यौ सहकार्य गर्नुपर्छ, सहकार्य गर्नुपर्छ। मलाई सहकार्य सहकार्य भनेर तिमी सहकारी किन गयौ? हुन त मनै त्यस्तो हो। कहाँ तिमी रोजर गुडा हिँड्ने, कहाँ म बेल्चा चलाई हिँड्ने, कहाँ म धरतीको माटो, कहाँ तिमी घण्टीको रालो। अन्त्यमा सफल तिम्रो जिन्दगीलाई यो हर्कको बधाई छ। परिवर्तन भयो के कारण? यही नै मेरो सोधाइ छ। उही तिम्रो हुन नसकेको पागल प्रेमी, दुखी आत्मा, हर्क हर्क हर्क।